ल किचनमा फेरि भन्छ अहिले आउँछ ल ल ल ठिक छ क्या ल नमस्कार है। आज हाम्रो हाइकर्स क्लब नेपालको यो 67औं हाइकिङ कार्यक्रम चाहिँ यही क्लोज सर्किट फुड ट्र्याक यो डेम साइडबाट अनदु तालपारी हुँदै हामी जाँदैछौँ र यहाँ हाम्रो ठुलो टिम छ 30-35 जनाको। हामी यसरी यो बाटो जाँदैछौँ र यो रानीमनको यहाँबाट यो बोर्ड भएको ठाउँबाट यता सिधै उता गए स्तुपा गइन्छ, तर हामी यहाँबाट यता ल ल हाम्रो टिम चाहिँ यो ल ओके ल हेलो हेलो ल हेलो दाजुहरू गुड हाइक ल र युवराज सर जुना दिदीहरू त्यहाँ होइन यतै हो नि मेन बाटो यही हो क्या बल्ल यो बाटो हो नि त हामीले सोच्यौँ हामी आगे छौँ साथीहरू पहिले आएर नि हामी पहिला आयौँ होला भन्नु थियो होइन यहाँ त घाम ताप्ने ठाउँ हो नि यो पिकनिक खाने ठाउँ घाम ताप्ने कराई खाने भने कराई खान्न पिकनिक त खाने गाडी आउनु बोकेर ल्याउने होइन डुङ्गामा आउँछ नि सबै सर पिकनिकको नि आयोजना गरौँ न गरिदिउँ न ल हाइकर्स क्लब हाइकर्सकै होइन सबैले जाने यो मिया खोला दिदी मिया खोला दिदी सबभन्दा तालको छेउमा सबभन्दा ठुलो चौर भएको यही हो। पहिला उता चिसो अरू पानी छैन। थियो अहिले त्यहाँ छैन अहिले यहाँ चाहिँ रहेछ रत्न मन्दिर हजुर हो रत्न मन्दिर पारी रत्न मन्दिरको पारि ठ्याक्कै हैन हामी त त्यहाँ हाम्रो छुट्टै कार्यक्रम थियो किन छिटो आइदियो कार्यक्रममै हामी त्यहाँ एउटा मुन्सिपाल दोहोरी गाह्रो बसेको एकछिन त्यस्तो हो नि त फेरि हामी त हामी फेरि अगाडि आएर हाम्रो कार्यक्रम थियो फेरि तर अगाडिको भन्दा पहाडी कार्यक्रम राम्रो भएको थियो विसर्जन गरिदियो दिदी त्यहाँ खाली अहिले हामी मे खोलामा आइपुग्यौँ है सब हाइकर्स क्लब टिम मे मे बाहिरकै भित्रकै अब सबै खाने हो नि खाने त के यो यार इन्भाइरोमेन्टको लागि यो त्यति राम्रो छ रङ ट्रेकिङ छ हेर्नुहोस् न फोहोर भयो के हो वेतन दिने छोरी पनि ठुलो बनाउनु भएको कति वर्ष भयो नानी बनाएको त सानै हो छोरी त ठुला गुड एकदम सिधै दिनु भइदियो साह्रै पढ्नु हजुर रारा कहिले जानुहुन्छ त 9 दिन लाग्यो आउनु पनि नभन्ने खेत आहा हाम्रो त भिडियो हो नि त त्यति ल फोटो लानु भएन त ओर्लेको जानु ल ल खिचौँ खिचौँ नभएको नै छ नि हौ तपाईलाई त छेके छैन भाइ दिदी हामी त यस्तो तल छ नि त ठिक छ क्या फोटो खिच्नलाई ल छेके छैन तपाईँको यताबाट खिचेछ सबै मौन छ त तिमी उहाँ फोटो खिच्नेवाला त बोल्न हुन्न हाइकिङको फोटो भिडियो सुटिङ हुँदैछ अनि हाइकिङको भनेर एउटा युट्युब च्यानल बनाएर हाइकिङको मात्रै हालिनु हुँदैछ यार किन यार बनाउँदै हाल्ने बनाउँदै हाल्दै जति भ्यू आउँछ आउँछ होइन एक दिनमै 15-20 एपिसोड हुन्छ हाम्रो त हिँडेको छ
यो रेस्ट गर्ने बेला पनि हो क्या दाइ राम दाइ राम दाइ सीता इंत खादामा इंत सभा सिली खालामा खादामा एल तुल्लो रमा तुला के हो जाइन नबोल्ने कि त अरूको भाषाको बेइज्जती गर्ने होइन यहाँ मान्छेहरू अहमदुलिल्लाह दुरिल्लाह हो मासी अल्लाह अल्हम्दुलिल्लाह भन्छ त नै हैन तर जहाँ सुत्यो त्यहीँ जहाँ खायो त्यहीँ सुत्न पाइने त्यो त होइन त्यो त हाइवेमा त्यही हो अँ तपाईँ त मागाउने ठाउँमा त्यही जहाँ पनि त्यही रहेछ नागमा घाटमा नागमा त्यो जहाँ सुत्यो त्यहीँ खाने अनि खानेको चाहिँ पखाला सुतेको पखाला लगाउने अँ सुत्न फेरि त्यस्तो अब होइन बिस्तारा त त्यहीँको ठाउँ नहुने फेरि ठाउँमा फेरि यस्तो गनाउने छ है त्यो बस स्टपमा सुत्ने क्या अँ त्यस्तो ठाउँ अनि राजा पारी चाहिँ त्यो हेरिटेज भन्ने एउटा छ यो राजा के भन्ने होटेल छ कि त्यो दुईटा होटेल अँ यो फेवातालको किनारमा यो फुड ट्र्याक अहिले हामी अनदु गाउँपछि यहाँ छेउमा आइसकेछौँ यहाँ ताल यहीँ छेउमै छ यो फेवाताल लाइटले गर्दा मिल्दो रहेछ यो फेवातालको किनारमा ठ्याक्क यो फेवाताल यहाँ त क्लिन छ पानी एकदम छ राजा छ भयो चल्दै यहाँ राधाको यस्तै यस्तै छ बुट्टाहरू यस्तै छन् त्यो हेर्नु न है अनि राजा यो बाटो बाटो यस्तो त हुन्छ नि पुलमा फुड ट्र्याक चाहिँ यहाँ चाहिँ यस्तो राम्रो छ है काटे पुल साथीहरू आउँदैछन् सेल्फी त खासै राम्रो आएन क्या ल आउनु सुरेश भाइ अगाडि अगाडि हिँड्नुभएको छ यहाँ पुल छ अर्ग्यानिक काठको पुल जाई धन्दै फेर्ताले के भन्नु थियो कति राम्रो भएको यतै हो यतै बाटबाटै बाटबाटै त्यहाँनिर रिक्सी थियो अँ सिधै तल है पानीमा हो के भन्नु स्विमिङ खेल्ने आउँछ नखेल्ने जान्छ सिधा जडीबुटीको डाक्टर जडीबुटी वैज्ञानिक होइन जडीबुटी प्याउली पहेँलै हजुर आशा चुरेट नौलो मायाला भनेर भन्थ्यो आशा चुरेट थियो क्या त्यतिर आशा चुरेर हो देउराली बिजुली जस्तै त्यो बिजुली भन्दा पहिले भयो पहिले नि हो आशा चुरेट भन्दा। जमानाको चिज हो। सम्झन्छु मैले त मेरो मायालाई होइन
प्याउली पाएलाई आशा योगा कौली पाएलाई आशा चुरोट हाम्रो मायालाई सोय मेरो माया कहाँ बसिरोको छ कहाँ बसिरोको छ खाएको छ किस्सा दिनको भोको छ प्याउली पाएलाई विकासानन्द रामचन्द्रानन्द रामानन्द कृष्णानन्द सात भाइ आइयो शब्द सात भाइ सात भाइ जय होस् जय जय सात भाइ जय सात भाइ ए भेट भएको भेट भएको ए आउँदैछ किसन भाइ ए त्यही त सात भाइमा 6 जना मात्रै छौँ त्यही त एकजना भाइ आएको छैन खोइ ओ कृष्ण ओ कृष्ण भाइ दाजुभाइले हल्का हल्का खाएछ हल्का हल्का खाएछ कृष्ण भाइलाई सुमेरै पौडी पलायो कति राम्रो पौडी खेल्न कति आनन्द आउँछ यार मलाई मेरो माया ल भिडियोमा नहेर्नु बाटो हेर्नु है दाजुहरूले यो गीत गाएछ यो गीत गाएछ हाम्रो कृष्ण भाइ चाहिने आएछ प्याउली पाएलाई सम्झी पसिछु मेरो जे गर्छ त्यसैले गर्छ क्या दाजुको माया ममता हो बुझ्नु कुरा यो बाटो अलिकति खतरा बाटो आइयो त्यहाँबाट अहिले चाहिँ एकदम राम्रो ममता गइ त के छ हाम्रो माया ममता क्या उहाँ त फेरि ममता शान्तिसँग हिँड्नै सक्नुहुन्न नि शान्ति भन्यो भने नेपालमा शान्ति कहिले आउँदैन शान्ति पहिला गइसक्यो खालि शान्ति र ममता मात्रै शान्ति पहिला गयो माया ममता शान्ति शान्ति माथै हो साथै हो नि यार यहाँ त बिफिमेर आए माछा जस्तो हो आँधी खोलाको माछा समाज जस्तो होइन नि यो दाजुभाइ मामा भन्छ भेट भएको आजै हो भेट भएको आजै हो मनको कुरा भन्नुले लाजै हो प्याउनै परे बोल्नु भएन त्यो भनेको के हो त्यो हो भनेको त्यही हो भनेपछि अब तपाईँले बुझ्नुहोस् आफै बुझ्नु है कि चाहिँ जनाई काना हाल्नु पर्यो कि चाहिँ बोल्नु भएन त्यो भनेको के हो हिन्दू राष्ट्र भनेको के हो बुझ्नुहोस् न भाइ कहाँ बसिरोको छ खाएको छ कि सादिनको भोको छ प्याउली परेल। परेल
राखेछु मेरो माया ल धन्यवाद हाम्रो यो क्लबको रमाइलो हल्का रमाइलो रमाइलो आज तालको फेरो तालको सेरो फेरो हाइकिङ क्लब नेपालले आज रमाइलो गरेछ त्यसको आयोजक किसानहरू भारतीयलाई धन्यवाद भन्न चाहन्छु त्यसै गरी विक्रम सेना ठकुरीलाई पनि धन्यवाद चाहन्छु त्यसै गरी हाम्रो सम्पूर्ण साथीहरूलाई धन्यवाद चाहन्छु आइदिनु भयो रमाइलो गरिदिनु भयो हौ सहभागी सम्पूर्णलाई हामीलाई भन्दा नि जो सहभागी भइदिनु भयो उहाँहरूको कारण यो चलिरहेको छ क्या त्यसको मेन समस्या मेरो कृष्ण राणाबाट मेरो मामा आदरणीय मामा धेरै धन्यवाद भन्न चाहन्छु हो फेरि मैले केही गर्दिनँ फेरि यहाँ मैले गर्ने केही होइन फेरि अहिले भोक लाग्यो भने खाजा खानुहुन्छ खाँदा नि आफै खाने हो खाँदा नि आफै खाने हो खाँदा डी भिलेज आरसी दाइले खुवाउनुहुन्छ भात आज भात र पानी दाइले खुवाउनु भयो आज दाइको आज बर्थडे पनि हो नि बर्थडे हो दाजुको बर्थडे पनि मनाइयो आज राम्रोसित आज विशेष गरी यस कार्यक्रममा सौजन्य गर्ने हाम्रो एकदम राम्रो भावनालाई धन्यवाद छ यो हाम्रो जिन्दाबाद 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 आरसी दाइ हो कि आइसी राजै हो खतरा हजुर बाटो नि यस्तै खतरा छ त्यही हो क्या ल ठ्याक्कै फेरि त यहाँसम्म छ यहाँबाट कसैको मन हाँसेको रुवाएको मिठो खाना दिदीले खुवाएको ल्याउने पहेँलाई मलाई मिलाइदेऊ देवीले मालिकको निकालौँ न आवाज खोइ आवाज खोइ भात खाएन डिभिलेसको आज भात बाटो फेरि डी भिलेजको भात खाएर अगाडि क्या मैले माया लाएकै हो तिमीलाई डिभिलेसको पुगेन भने मगाइदिन्छु तिमीलाई केरीमा खुवाउँथेनी जुवानु अगाइलोबाट बाटैमा खुवाउनु पानी आउँदैछ ल है स्याङ्जा जिल्ला पोखरामा आएको कमर कसेर यो
छेउमा बसेर भात खाएको भात खाएको माया लाएको भात खाएको ल भाइ डिभिलेज भात आयो अहिले भर्खरै डेलिभरी गरेर ल्याएको देख्नुभयो हाम्रो क्लब हो देख्नुभयो भर्खरै डिभिलेजबाट डेलिभरी गरेर ल्याएको भात लिनुहोस् फ्राइड राइस चिकन फ्राइड राइस यल्ला थ्याङ्क यू भेरी मच थ्याङ्क यू भेरी मच बिरयानी हो कि फ्राई राइस हो फ्राई राइस हो भुटिया भात भुटिया भात बासी भात त होइन धान्न सक्दैन भनेर बिरयानी नबनाएको यो क्लबको अध्यक्ष मामा सानो हुँदालाई त्याउली जामा भाउजूले उकेन उर्दा मेरो भाउजू है गाह्रो होला रमाइलो गरेको है मैले हो एकदम राइट कट्टु पनि लाग्यो दारू पानी खाएछ कृष्णलाई सुमेरै लाएछ थप यो डिभिलेजको आइसक्यो थप खाना आइसक्यो तब खाना धन्यवाद डिभिलेज दाइलाई ल